बिदाबादी हैन अब चाहिँ नेक्स्ट टाइम फेरि भेट हुन्छ ल आई मिस यु ल हामी सँगै हो है दिदी यता हेर्नु दिदी दिदी बिजी हुनुभयो प्लिज यता हेर्नु अनि हाम्रो दिदी चाहिँ अनि एकदम डाइटिङमा हुनुहुन्छ हैन दिदी भनिदिनु त डाइटिङमा चाहिँ पार्टीमा गएपछि के याद आउँछ भनिदिनु एकचोटि ल दिदी आई मिस यु ल फेरि नेक्स्ट टाइम भेट हुन्छ ल साथीहरू बाई बाई मेरो भ्लग सिद्धियो गुड नाइट यो चाहिँ भ्लग भोलि हेर्न पाउनुहुन्छ आज चाहिँ यही है बाई हेलो गाइस के छ हालखबर ल हाम्रो चाहिँ यहाँ आज गेट टुगेदर पार्टी हैन अलि ढिलो आयौँ हामी त्यही हो जस्ट जुस कता हाले के हुँदैन हैन केही भन्न मन छ भने यसो भनिदिनु दुई शब्द राख्दिनु पास्ता मिठो छ तपाईहरुलाई एकदम मिठो भने हाम्रो दिदीले यस्तो मिठो बनाइदिनु भयो नि ओ माइ गॉड यति धेरै खानेकुराहरु बनाउनु भएको थियो नेपाल बिर्साइदिनु तर चाहिँ के गर्ने हामीले पहिले खाएर भ्याइसक्यौं हैन अरु खाना आउँदै छ अनलाइन हैन कतिखेर आउने बाटोमा सुते जस्तो छ त्यो त आज फुलपातीको दुबईमा अनि हाम्रो बनाउने दिदी हाम्रो दिदी यति मिठो बनाएर खुवाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई हृदयदेखि है अनि हाम्रो यहाँ सिस्टर अनि हाम्रो बहिनी नै भनौँ है दिदी बहिनी भनौँ है अनि म दिदी भन्ने चाहिँ बहिनी छोरी उसको छोरी छोरी हाम्रो हो छोरी ल रमाइलो भयो आजको उस अझ आउँदैछ खानेकुरा है अनि यहाँ चाहिँ धेरै लङ भयो मेरो भिडियो हेर्न झ्याउ लाग्यो अनि थोरै थोरै टुक्को टुक्को बनाउनु भनेर सजेस्ट दिनुभएको छ त्यसको लागि धेरै धेरै हृदयदेखि धन्यवाद भन्ने भ्लग चाहिँ अरू खानेकुराहरू बाटोमा आउँदैछ सुतेर निदाए जस्तो छ ल्याउने मान्छे हैन डेलिभरी गर्ने मान्छे त्यो आएपछि टक्क चस्स बनाएर हालिदिन्छौँ ल खाएर भ्याएपछि टट्ट तात्ता त पकौडी आएको छ चट्ट मोमो हैन मोमो सेलाइसकेको छ है हामीले यो चाहिँ खाँदैछौँ अनि यहाँ सिस उहाँ सिस्टर टक्क हामी चाहिँ भएर के हो ल चस खै मोमो चस गर्नु न अनि नमोटाएर को मोटाउँछ है तर यो हप्तामा एकचोटि छुट्टीको दिन है साथीहरू बममा नहुनु दिनदिनै यस्तो खाना पाइन्छ भनेर अनि हाम्रो दिजुले यहाँ डल्ले खुर्सानी पाउर दुईटा हो ल मलाई त अस्ति ल्याइदिनु भयो मेरो साथीले यहाँ हेर्नु न यत्रो चिज यहाँ मगाइदिएर अझ नखाम भन्नु गऱ्यो डाइटिङ दिदी ल दिदी अनि म एक हप्तापछि आउँछु अनि यो डाइटिङ कति कहाँ काम गर्ने रहेछ हेर मै त ल साथीहरू भन्नु है तपाईँहरूले दबाई त नखानु है देखाउनु न है हेरौँ ल हाम्रो दिजुले मुरुङ्गा किन्नु भएको अरे यस्तो छोडिरहेछ ल टिकटकमा दिन्छ हो तर नखानु है डेन्जर छ सकेसम्म रातिमा खाना नखाने हो भोक नलाग्ने ल साथीहरू तपाईँहरूलाई पनि दुब्लाउन मन छ भने सोध्नु होला मलाई म टिप्स दिन्छु म दिजुलाई पनि दिन्छु ल यो एन्ड गरेपछि अनि मलाई चाहिँ कसले दिन्छ थाहा छैन मैं थोड़ा हे हु ये रो वैसा हमसे होता नहीं याद छु म कस्तो के हो सेम केटा हेर्दै के हो नि भिडियो मेट्रोमा झन् कुरिरहेको मेट्रोमा चढिसकेमा आउनु लागि हिँडिहाल ल भनेर गरेको ए छुटिरहेको छ कति रिस उठ्यो कति किन किन कुर्नु परेर एक घन्टा ए बा म त सोचेँ उहाँबाट मेट्रोमा चलिरहेको होला भनेर नि ल इट्स ओके इन्जोय गाइज बाई बाई भात पनि खान घर पनि जान यतै पर्छु पसारो म त यतै पर्छु पसारो